नमस्ते एभ्रिवान, सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। हाल म गोकर्णेश्वर मन्दिर गोकर्णमा अवस्थित गोकर्णेश्वर मन्दिरमा छु। देख्न सक्नुहुन्छ है दाहिने साइडमा गोकर्णेश्वर मन्दिर र बायाँ साइडमा छ गोकर्णेश्वर नगर अस्पताल। र आज चाहिँ म तपाईँहरूलाई यहाँबाट गोकर्णेश्वर मन्दिरदेखि धामसम्मको यात्रा देखाउन गइरहेको छु। हेर्नुहोस् है त लोकेसन। जानुहोस्, त्यहाँ गोकर्णेश्वर उत्तर गएको यो ब्रिज छ। अगाडि हेर्नुहोस्, सानो एउटा पुल आउँछ। यो ट्रक गएपछि होइन, यता दाहिनेपट्टि ट्याक्सीपट्टि जाने होला। अलिकति अगाडि यो फुल्टाखानी देब्रेपट्टि फुल्टाखानी जाने बाटो हो। दाहिनेपट्टि जाने भनेको सुन्दरी जल जाने बाटो हो। हामी सुन्दरी जल बाटो जान्छौँ। यो साइडमा राइट साइड जान्छौँ। थोरै अगाडि तपाईँहरूले बर्गर हाउस देख्न सक्नुहुन्छ। बर्गर हाउसबाट हामी सिधा अगाडि जाने अगाडि एउटा सानो पुल छ। यो अगाडि पुल हो। पट्टि सिधा अगाडि गएपछि एउटा माइती नेपालको बोर्ड छ। यहाँनिर माइती नेपालको बोर्ड गएर लेफ्ट साइड होइन, सिधा अगाडि जाने। सिधा अगाडि गएपछि उकालो माथि एउटा होटलको बोर्ड छ। त्योबाट सिधा अगाडि बढ्दै बाटो जाने अगाडि। त्यसरी अगाडि जाँदै हिँड्दै अगाडि हिँड्दै भन्नाले राइडिङ गर्दै अगाडि बढ्नु। बाटो हुँदै हामी चाहिँ धापड्याम। आज एकदम घाम पनि लागेको छ, मौसम पनि सफा छ। हेर्नुहोस् त कति क्लियर छ है। लेट्स गो गाइज, लेट्स गो। यहाँबाट अगाडि बढ्दै जाउँ। यस्तो छ है बाटो। ल सबै बोर्ड पनि छ है। किसी ग्यालरी यतापट्टि सुन्दरी जल जाने। हामी सुन्दरी जलको बाटो हुँदै जानुपर्छ है धापड्याम जाँदाखेरि। अब यहाँबाट सिधै गएपछि अगाडि सुन्दरी जल पुगिन्छ हामी सबैजना। ल हेर्नुहोस्, बाटो एकदम राम्रो छ है। ल सबैजनाले इन्जोय गर्नुपर्छ है त। ल हेर्नु त कति राम्रो सिनहरू छ। यहाँ पुल छ, सानो पुल क्रस गर्दै जाउँ। एकदम रमाइलो छ है, आनन्द छ। यहाँ यो साइडमा हेर्नुहोस्, स्केट ल्यान्ड छ। यहाँ स्केट छ, स्केट हब। एकदम मजाको छ बाटो है। अगाडिबाट सिधै जाउँ, पुगिन्छ अगाडि। ल जाँदैछौँ। साथीहरू पनि हुनुहुन्थ्यो, अगाडि हुनुहुन्छ दुईजनै है। दुईवटा बाइकमा, स्कुटर र बाइकमा उहाँ पुग्नुभयो। हामी अगाडि बढ्दै जाउँ। साथीहरू आउनु भएको छ है। हेलो तपाईँहरू कहाँ हो? ल आउनुहोस् धापड्याम। वेलकम। कति फराकिलो बाटो है, आनन्दको बाटो हो। आर्मी क्याम्प छ, सैनिक इलाका। यो गति चाहिँ एकदम सीमित गर्नुपर्ने हुन्छ। अलिकति सेफ्टीलाई ध्यान दिनुपर्छ। ड्राइभिङ गर्दाखेरि अलि ठिक्कको कति भनेको छ त्यही अनुसारको चल्दै जानुपर्छ है। यहाँबाट चाहिँ बाटो एकदम यो फाइन बाटो छ है। हामी ढ्यापढ्याप भनेको माथिको डाँडाबाट यस्तो डाँडा 3-4वटा डाँडा कटेर जानुपर्छ। ल हेर्दै जानुहोस्, इन्जोय गर्दै जानुहोस्, मजा आउँछ है। ठ्याक्क चोक आउँछ। अगाडि पुग्नुभन्दा यहाँबाट दाहिनेपट्टि मोडिनु होला। यहाँ धापड्याम भनेको छ, त्यो देखाइदेऊ त। यतापट्टि धापड्यामको, यहाँबाट धापड्याम छिर्ने हो। ल काठमाडौँबाट सुन्दरी जलबाट अब चाहिँ धापड्याम लाग्यो। यही बाटो हुँदै अगाडि बढ्ने हो। सरर जाउँ सबैजना। बाटो राम्रो छ गाइज, वेदर्स पनि राम्रो छ, फाइन वेदर छ। बाटो पनि त्यस्तै राम्रो छ है। सरर यो अगाडिपट्टि यहाँ पुल छ। पुल पछि यहाँ अगाडि पेट्रोल पम्प छ। यसबाट राइट होइन, हामी लेफ्ट साइडबाट जानुपर्छ। राइट होइन, यहाँ लेफ्ट साइड हुँदै जाने। यहाँबाट ठ्याक्क यो पेट्रोल पम्पबाट लेफ्टबाट आउनु। ल तपाईँहरू यहाँबाट लेफ्टबाट सर आउने। अगाडि ओखरिनी माध्यमिक विद्यालय छ। यहाँ अगाडि विद्यालय। हुँदै अब यहाँबाट हामी धापड्याम लाग्ने। यहाँ भनेको छ के हो यो, मेलम्ची वाटर अफिस रहेछ है। यहाँबाट चाहिँ अफ रोड हो। हेर्नु त सिन कस्तो राम्रो है, असम। यहाँ बाटो छ है अगाडि। यताबाट सिधै बाटो नछोडी जाने, ठुलो बाटो नै जाने है। यहाँबाट ठ्याक्क ठुलो बाटो जानुपर्छ। एकदम बाटो चाहिँ अप्ठ्यारो छ है। तपाईँहरूले अलिक विचार गर्नु होला। ठाडो बाटो छ, अलिक पिकअप लिएर आउनु होला। स्टार बाइकमा आउँदै हुनुहुन्छ भने है। यहाँबाट मोडिनुपर्छ। अलिकति अप्ठ्यारो छ। पहिलोचोटि आउँदै हुनुहुन्छ भने अलिक विचार गर्नु है। यो बाटो अलिकति अप्ठ्यारो छ है। यहाँनिर केही फरक पर्दैन, खाल्टाखुल्टी त्यति छैन। यहाँबाट बिस्तारो हामी अब यो अगाडि हामी यो टर्निङ गरेपछि यहाँ हाम्रो आर्मीहरूको यो राष्ट्रिय निकुञ्जको चाहिँ सुन्दरी जल राष्ट्रिय निकुञ्जले यहाँ पैसा लिन्छ। बाइकको कति लिन्छ र
मान्छे कति लिन्छ भन्ने कुरा म तपाईँहरूलाई देखाउँछु है। बाइक जान मिल्छ तर पैसा तिर्नुपर्छ, चिट काट्नुपर्छ ल। यहाँ राष्ट्रिय निकुञ्ज अब यहाँ हामीले चाहिँ गाडीको भयो, गाडीको बाइकको मान्छेको सबैको पैसा तिर्नुपर्छ। यहाँनिर अगाडि हेर्नु त, जुम गरेर देखाइदिनुहोस् त हजुर। बाटो चाहिँ यहाँनिर अलि हुन्छ, त्यही भएर एकछिन अब यस्तो हुन्छ। तपाईँहरू जो पनि आउनुहुन्छ यहाँ राष्ट्रिय निकुञ्जको हेर्नुहोस्, ठ्याक्क यो कार्ड बनाउनुपर्छ है, टिकट लिनुपर्छ अगाडिबाट। प्रति व्यक्ति 150 शुल्क लाग्छ तपाईँहरूलाई सबैजनालाई। बाइकको पनि उति नै हो है। अब ट्याक्क अब हामी यहाँबाट अगाडि बढ्दै जानुपर्छ, हेर्दै जाउँ। यस्तो छ बाटो, अलि रफ छ है बाटो अलि। यहाँनिर यस्तो छ, अब यहाँबाट कसरी छिर्ने भन्ने कुरा छ है। अब यहाँ हेरौँ जान्छ कि जाँदैन। अब यहाँ चाहिँ स्थिति यस्तो छ, बिस्तारै यसरी यहाँबाट यस्तो बाटो छ कि यहाँ अलि अप्ठ्यारो छ है गाइस, हेर्नु है। अलिकति मिलाएर जानुपर्छ, सेटिङ गरेर जानु पर्यो। अफ रोड छ बाटो अलिकति यस्तो छ है। अलिक भिडियो चाहिँ अलिक डिस्टर्बेन्स आउँछ भिडियोमा, त्यसको लागि राम्रोसँग हेरिदिनु होला अन्तिमसम्म ल। यताबाट चाहिँ अब चाहिँ राम्रै छ है बाटो, ठाउँ ठाउँमा अलिक अप्ठ्यारो छ है। यो छेउमा बाटोको छेउमा वालहरू लगाएको छैन, पोलहरू छैन। अलिक विचार गरेर केयर गरेर आउनु होला, सेफ्टी आफैले अपनाउनु होला। बाटो चाहिँ यस्तो छ साथीहरू, साइडबाट यसो मिलाएर हिँड्नु होला है। अफरोड बाटो छ, अफरोड ड्राइभ नगर्नु भएको साथीहरू, राइडिङ नगर्नु भएको साथीहरूलाई अलिकति अप्ठ्यारो पर्न सक्छ। तर खासै त्यस्तो नराम्रो भन्ने छैन। दुईजना हुनुहुन्छ भने एकजना झरेर यसो पुस गर्दा पनि हुन्छ है। त्यस्तो यहाँनिर अलिकति अप्ठ्यारो छ है गाइजहरू। यहाँबाट हामी उता जाने होइन, यता घुम्ने, सट्टै यो साइड यो बाटो आउने, यताबाट है धाप जाने। हेर्दै फेरि यो मेरो च्यानल पनि सब्सक्राइब पनि गर्दै गर्नु होला है साथीहरू, सब पनि गर्नु ल। अप्ठ्यारो छ साथीहरू बाटो है। यो बाटो हो, उतापट्टि होइन, यतापट्टिबाट हो। अगाडि टाटा आउँदैछ गाडी, एकछिन अलिकति साइड दिनु होला सबैले। बाटो अब अलिकति अप्ठ्यारो छ, रफ छ बाटो, एकदम मिलाएर आउनु होला। बाटोको यहाँ अगाडि झरना छ साथीहरू, ठुलो झरना छ। यो झरना खोला छ, यहाँ खोलामा मजाले नाच्न ओर्न मिल्छ है। यहाँ अहिले पहिले पछि गरौँला, यहाँ देखाउँदा यहाँ ठुलो झरना छ है। तर यहाँबाट धेरै माथि छ है साथीहरू, धेरै माथि छ, नभुल्नु होला आउनुहोस्। यहाँबाट यस्तो राम्रो दृश्य देख्नुहुन्छ, भ्युजहरू है। तन्न तल यो सहरहरू देख्नुहुन्छ, कति राम्रो छ है। आनन्दमय छ, प्रकृतिको यस्तो हराभरा प्रकृति देख्नुहुन्छ। उहाँ चाहिँ अहिलेको क्यामेराम्यान हुनुहुन्छ है, मेरो मिसेस। एकदम थ्याङ्क यू सो मच ल। यो चाहिँ धापड्याम यहाँबाट मात्र 11 किलोमिटर अगाडि। यहाँ दुईवटा बाटो छ, यो माथिल्लोपट्टि बाटोपट्टि आउनु होला। यो जुन बाइक भएपट्टिबाट आउँदै जानु। गाडी छिर्दै जाने हो, अगाडिबाट बाटो छ। यही बाटो चाहिँ यहाँ कन्फ्युज हुनुहुन्छ है भन्ने मात्रै हो, कन्फ्युज हुनुहुन्न होला है। सरर अगाडि बढ्दै जाने बाटो यहाँबाट छ। यहाँबाट ठ्याक्कै उहीँ पुगिन्छ, एकदम राम्रो छ। अलिकति बाटोले अझै आइपुगेको छैन धापड्याम चाहिँ। जाउँ जाउँ जाउँ, हिँड्ने यसरी बसेर होइन ल। अगाडिबाट यहाँ टुरिस्टहरू पनि आउनु भएको छ, हेर्नुहोस् त। 11 किलोमिटर, 11.5 kilometers remaining from here. Everybody look at here. This is the hello everyone. रमाइलो छ बाटो। अब धेरै लगभग हामी नजिक आइपुगिसकेका छौँ है। ल आउनुहोस्, अब नजिक आइपुगेका छ। अब धापड्याम धेरै छैन, 8 किलोमिटर छ। यहाँबाट दुईवटा बाटो छ, हेर्नुहोस्। यताबाट चाहिँ तपाईँलाई अब भुले जाने भन्ने छ है। यताबाट धापड्याम जाने बाटो चाहिँ यो हो। यहाँबाट लेफ्ट लिनु होला, राइट नगएर लेफ्टपट्टि जानु है। यहाँ यताबाट आउनुहोस्। अब 8 किलोमिटर छ, अब धेरै टाइम लाग्दैन हो कि है त। यहाँबाट 15 मिनट एभरेजमा हामी पुग्छौँ है यो ठाउँबाट चाहिँ। 15 मिनट जति लाग्छ होला। त्यहाँदेखि हामी त्यसपछि चाहिँ धापड्याममा पुग्छौँ।
गरे पनि राम्रो साथीहरू पनि लगभग पछाडि आइसक्नु भएको रहेछ है। हेलो हेलो त्यही त साथीहरू ल माथि तपाईँहरूले विचार गरेर नै हिँड्नु होला। स्लिप खानुहुन्छ त्यो भएर बिस्तारै स्लिप नहुनु गरी हल्का धैर्यताका साथ आउनुहोस्। बाटो बन्दैछ है। यस राम्रो बनाएर रहेछ बाटो पुलेसो काटेर है। लगभग अहिलेलाई चाहिँ केही फरक नपर्ने खालको त्यस्तो। अब चाहिँ हामी लगभग धादिङको नजिकमा आइसकेका छौँ। हेर्नु त यहाँ 3 किलोमिटर फ्रम 5 साला भयो। इन्जोय गर्दै आउनु होला। 5 जान रोक दे। अब नजिक छौँ यहाँबाट पाहाड डाँडा पनि देखिन्छ पारिपट्टि। हामी एकदम नजिक आइसकेका छौँ साथीहरू। यहाँबाट योबाट सिधा अगाडि जानु होला। यहाँबाट राइट होइन अगाडि बढ्दै जानुहोस् राइट नलागेको छ। ट्याक्क फाइनली हामी चाहिँ ड्याममा आइपुगेको छौँ। हेर्नुहोस् साथीहरू एकदम जुम पनि गरेर देखाउनु होला है। क्यामेराम्यान मित्र जुम गरेर देखाउँदै बस्नु होला। राम्रो ठाउँमा आइपुग्यो। अब बाइकको लाइनहरू यस्तो छ। ठ्याक्कै फाइनली हामी यहाँ है सबैजनाले। ल गाइस फाइनली हेर्नु त धापड्याम म झर्दैछु। तपाईँलाई तलको पनि देखाउँछु। ब्लग बनाउने टिकटक बनाउने भिडियोहरू बनाउने टन्न हुनुहुन्छ यहाँ साथीहरू है। काठमाडौँदेखि आएको साथीहरू सबै लगभग सबैजना काठमाडौँदेखि नै आउनुहुन्छ गाइस। ल हेर्नुहोस् देख्नुभयो नि यसको छ यो चाहिँ रमणी। खास गरी यो ड्याम बनेको भनेको तपाईँहरूलाई हाम्रो बागमती सरसफाइको लागि चाहिँ त्यो उद्देश्यले यो ड्याम जमाइएको देख्न सक्नुहुन्छ। सम्पूर्ण ब्लगर टिकटकरहरू सबैजना आएर बनाउनुहुन्छ। ल हेर्नुहोस् धाप ड्यामको रमणीय वातावरण, हसिलो प्राकृतिक मनमोहक दृश्य देख्नुभयो है। पार्किङ त्यहाँ अगाडि छ, बस्ने ठाउँहरू पनि छ। साथीहरू आइसक्नु भएको छ। सेफ रहनु होला किनभने चिसोले टाउको दुख्न सक्छ। ल देख्नुभयो होइन, म जुम गरेर देखाउँछु है त। फाइनली त्यहाँ पर ड्याम छ। यो ड्यामलाई चाहिँ अलिकति जुम गरेर देखाउँछु है।